नमस्कार, जय एमजिटी च्यानलमा स्वागत छ। आज म यो भिडियोमा अफिलिएट मार्केटिङ भनेको के हो, अफिलिएट मार्केटिङ कसरी सुरु गर्न सकिन्छ, यो सँगसँगै नेपालमा कुन माध्यमबाट अफिलिएट मार्केटिङ सुरु गर्न सकिन्छ, अफिलिएट मार्केटिङबाट के कति फाइदा हुन्छ, यो भिडियो अन्तिमसम्म हेरिसकेपछि बेस्ट नलेज पाउनुहुनेछ। अब कुरा गरौँ अफिलिएट मार्केटिङ भनेको के हो। अफिलिएट मार्केटिङ भनेको जुनसुकै देश विदेशमा बसेर तपाईहरू स्टुडेन्ट, टिचर्स, हाउसवाइफ जसले पनि गर्न सक्नुहुनेछ। तपाईहरूले पार्ट टाइम वा फुल टाइममा मोबाइल, ल्यापटप र इन्टरनेटको माध्यमबाट तपाईहरूले कुनै कम्पनी वा व्यक्तिको सामान बेच्न सहयोग गर्नुहुन्छ र तपाईहरूको सिफारिसमा कोही त्यो सामान किन्छ वा सर्भिस लिन्छ भने तपाईहरूले कमिसन पाउनुहुनेछ। त्यो नै अफिलिएट मार्केटिङ हो। अफिलिएट मार्केटिङका माध्यमहरू भन्नुपर्दा ब्लग वा वेबसाइट बनाएर, युट्युबमा भिडियो बनाएर, फेसबुक, इन्स्टाग्राम, टिकटकमा पोस्ट गरेर, रिल्स भिडियो बनाएर, इमेल मार्केटिङ गरेर, मेसेन्जर वा व्हाट्सएप ग्रुपमा लिङ्क पठाएर अफिलिएट मार्केटिङ गर्न सक्नुहुनेछ। अफिलिएट मार्केटिङका धेरै फाइदाहरू छन्। थोरै लागतमा सुरु गर्न सक्नुहुनेछ, अनलाइनबाट काम गर्न सक्नुहुनेछ, प्यासिभ इन्कम गर्न सक्नुहुनेछ, हाई कमिसन हुनेछ, नो डेलिभरी, नो स्टोरेज हुन्छ भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद।